Welcome to everyone. यो अहिले सुरु हुँदैको भिडियो हाम्रो फर्स्ट ट्राई हो। राम्रो भए पनि नभए पनि कुरा हेरिदिनुहुन्छ भन्ने आशा गर्दछु। मलाई लाग्छ पक्कै पनि तपाईहरुले यो भिडियो हेर्नु भएपछि तपाईहरुको सोचमा परिवर्तन आउनेछ। यदि तपाईहरुलाई हाम्रो भिडियो मन परेमा हामी फेरि पनि यस्तै नयाँ भिडियो ल्याउनेछौँ। हाम्रो भिडियोलाई लाइक, कमेन्ट र हाम्रो च्यानललाई र शेयर गरिदिनु होला। नमस्ते। किन रुनु भएको? के भएको छैन? जे भयो भने साला के भयो? होइन तपाईहरुले त आवाज सुन्दै भने मात्र म के भयो भन्नु न। के भएको छैन त त? आन्टी के भयो भन्नु न। मन तपाईको छोरीको साथी त हो नि, के भयो भन्नु न। के भएको इल्लालाई? चिन्ता नलिनु आन्टी, तपाईको स्कुटर छँदैछ हुन्छ भने मलाई चलाउन आइहाल्छ, म हस्पिटलसम्म पुऱ्याइदिन्छु। हुन्छ नानी, जाउँ। एलिना आऊ एलिना। उसको त्यो आउटर ल्याइदिनु न। दुई तिन दिन भयो खोकी र ज्वरो आएको, आज त साह्रै भएर लिएको। हुन्छ, एकछिन बस्दै गर्नुहोस् न, म हेर्छु उसलाई। बस्दै गर्नुहोस् न नानी। नरुनु, चिन्ता नलिनु, केही पनि हुँदैन उसलाई। के गर्नु नानी, भएको एउटा छोरी, उसलाई के भयो भने त म अब कसको सहारामा बाँच्नु। होइन आन्टी, केही पनि हुँदैन उसको, चिन्ता नलिनु। नानी अब तिमी घर जाऊ। होइन आन्टी, कहाँ तपाईँले एक्लै छोडेर जान्छ? त्यही नि मैले मामलाई सोधेरै आएको छु, म यहीँ बस्छु। तिमीले खाना पनि खाएको छैन होला, जाऊ तिमी। होइन केही छैन आन्टी, साथीलाई दुःख परेकै बेलामा त भन्ने सहयोग गर्ने होइन, म यहीँ बस्छु नि आन्टी। हुन्छ नतिमी नानी। हाँस्नु। हेर न नानीलाई मैले पहिला कस्तो गरेको थिएँ, अहिले मात्रै आएर मलाई सहयोग गरे।
घरमा किन आउनु त म नआउने होमवर्क गरेन नि आजसम्म पनि हुन्छ होइन नाइ म नआउने कहाँ फेरि तिम्रो हजुरआमाले आमाले थाहा पाउनु भन्नु तेरिका आमा हुनुहुन्न क्या माइती जानु भएको छ अनि मामु बुझ्नुहुन्छ क्या होइन त्यो भए पनि म नआउने होस् आउनु दिन त्यहाँ म त फेरि बोल्दिनँ नि तिमीसँग ल ल म खाजा खाएर आउँछु नि त त्यसो भए हुन्छ छिटो आउने नि त्यहाँ म पर्खिराख्छु हस् ल बाई गएँ है ल बाई बाई हजुर छिटो माथि आउन को आएको? हजुर आन्टी म ओइ त किन भित्र छिरेको? आन्टी मलाई एलिनाले होमवर्क गर्नु बोलाएको थियो त्यही भएर मात्र आएको मैले त उसले पहिला आउँदिनँ भनेको थियो अनि त्यहाँदेखि उसले केही पनि हुँदैन आऊ भनेर मात्र आएको म एलिना ए एलिना किन बोलाउनु भएको त्यहाँ रेडी साइड आज छिटो पठाइदिनु माथि कुकुरले तपाईँलाई तल त आइजो भएको भने के किन बोलाएको? तेरो हजुरआमाले थाहा पायो भने मार्छ हामीलाई। यसरी खेल्नु भने जा बाहिर गएर खेल। तेरो हजुरआमा घरमा छैन भन्दैमा यसलाई घरमा बोलाउने हो? मामु पनि अहिलेको समयमा नि त्यस्तो कुरा गरेर हुन्छ ऊ चाहिँ मान्छे होइन ऊ सानो जातको भयो भनेमा के भयो त हामी जस्तै मान्छे त हो नि भयो एलिना छोडिदेऊ तिमी मेरो लागि आफ्नो आफूसँग झगडा नगर म अहिले घर जान्छु भोलि स्कुलमा कुरा गरौँला चुप लाग तिमी आऊ खुर्कन मसँग होइन एलिना कुरा विश्वास गरेर हुन्छ छोडिदेऊ नि एलिना चुप लाग आऊ तपाईँ भएको हो? प्रुफ भएको छ तर यो हेर त मैले कतिचोटि ट्राई गरेँ है यसको पल्ल तर पछि मिलेको नि अनि लौ सारा कस्तो पानी पिठा लागे जस्तो छ म भन्छ मामु हजुर पानी ल्याइदिनु न आफैले ल्याइदिनु सानो सानो कुरा पनि मलाई आउन बस्छ। छिटो ल्याइदिनु न पिठा लागिसक्यो खैले उता सानो सानो काम पनि मलाई हराएर बस्छ। यति त आफैले गरे पनि भइहाल्थ्यो नि। यो कस्ती ठिटा हो है फेरि ल उसलाई खै त ल त्यहाँ गएर खा। पैसा यो लिऊ कसरी दिनुपर्छ नि थाहा छैन ऊ चाहिँ छोले होइन र बढी बढी नबोल है त। भएको कुरा गरेर त हुन् अझ हो त खाउन के हेरिबस्या तिमीलाई ल्याइदिएको होइन मलाई के भएर मैले खाइसकेँ नि अनि त्यही पनि ग्लासमा र फरक त हुने पानी एउटै त हुने खाऊ छिटो खाऊ न कुकुर्नी आफ्नो छोरीलाई नि कुकुर्नी भन्छ उज्यालो भइसक्यो। नानी उठ त उज्यालो अनि कहाँ तपाईँ मार्नु के हुँदैन बरु एलिनालाई हेर्नु जानु नानीले कति गर्छ अहिले अलिक घुम भएको छ घर लिएर जानु सक्नुहुन्छ टाइम पनि अनि एक दुई दिन रेस्ट गरेर होइन अनि तातो तातो खानेकुराहरू मात्र तिनीहरूको सन्तान मरिहालोस् ढोकामा चाबी लाग्छ काम मुन्दिन गएको थाहा छ तपाईँहरूलाई त्यो हिजो जमिन छ जमिन त्यो जमिनसँग टाँसेर गएको छ माथि
त्यसै गर्छ अहिलेको बानीहरूले पक तिनीहरूलाई यहाँ त आउँछु मैले जागा छु पक हो तिनीहरूलाई गर्ने भने त्यस्तै गर्नुपर्छ के बिना गर्नु भएको त तिनीहरू डमीसँग मिलेर तिनीहरू हो भनेको सँगै आएर मरेको टासी टासी अन्त अहिलेको मान्छे हामीलाई तेर्दैन के बुढीहरूलाई तेर्दैन हो भनेको अति अहिलेको बुहारी त अहिले कामै छैन बुढीहरूलाई मतलब गर्दैन कि उनीहरूलाई मन परिरहेको हिँड्छ अहिले हो रहेछ तिमीलाई खाजा दिएर गएको छ छैन छैन नि म त भर्खर बाहिरबाट आएको चाबी लागेको छ चाबी खानु पर्दैन थियो त खाजा राखिदिएर जानु पर्यो नि अनि तपाईँ आमाहरू ढोक्दै कतिखेर आउनु भएको त अहिले भर्खर आएको अनि भित्र जानु भएको हुन्छ नि चाबी लागेको थिएन ल खोइ चाबी त खुल्लै छ त मैले यहाँ त चाबी तिमीहरू भर्खर बोलाएन नि होइन भित्र जाउँ आमा तिनीहरूले बस्नु यहीँ रेनिसा चिया खाएर जाउँ न आऊ न होइन जा जा एकजनाले गयो भनिदिनु ल ल जा जा आएर छिर नानी त्यहाँ छिर्सियो होला कोठामा सुनपानी छर्के त्यहाँ हस् आमा आमा छोरी टासी टासी यिनीहरू त पानी नचाहिने जात भने थाहा छैन हाम्रो इज्जतको ख्याल छैन हो होइन आमा हिजो कसैले पनि सहयोग गर्न आएन ऊ एउटी आएर एलिनालाई हस्पिटलसम्म पुर्याइन् कमी दामीलाई भित्र छिराउनु खोज्ने हो अझ अघि मैले सुनेको अस्ति त तिमीहरूले के हो आमा छोरी मिलेर कमिनलाई छिराइस् रे त हो के हो तिमीहरूको पारा हाम्रो इज्जतको ख्याल छैन तिमीहरूलाई नानी नु आउन आउन ओइ उ त पहिला अनि नआउनु जा ए आमा यस्तो गाह्रो भएको बेलामा कसरी नआउनु म आमा ऊ बिरामी छ नआउँदैन नि ऊ चाहिँ पानी भयो छर्किदे हस् आमा छोड बाटो नानी अहिले एकछिनमा तपाईँ सुनपानी छर्किदिन्छु म नुहाएर आउँछु है हस् मामु आछु मामु के हुन नानु निको भयो अलिकति कम भएको छ के भएका यिनीहरूका आमा छोरी के गर्नुहुन्छ के गर्नु हुँदैन थाहा छैन कस्तो मान्छेलाई घरभित्र आउनुपर्छ भन्ने थाहा छैन चाहिने नि नचाहिने मान्छेलाई हुल्यो काम छैन आमा एउटै बारेमा कति कुरा गरिरहनु भएको नानी खाना खान आऊ हस् मामु आउँछु त्यहाँ बसेर बस खै त आमा हामी उता जानु छोरा कहिले विदेश पढाउने हो विदेशबाट बोलाउनु छोरा एउटा जन्माउनु पुस्ता अगाडि बोलाउनु छैन ए आमा खाली छोरा छोरा गर्नुहुन्छ मलाई त यो एउटा छोरी भए पुग्छ हो भनेको तपाईँलाई चाहिँ के छोरा चाहिएको म छैन तपाईँलाई पुग्दैन एउटा नातिनी भएर त्यहाँ मेरो साथीहरू कति बिग्रेका छन् चुरोट खान्छ के खान्छ त्यस्तै चाहियो तपाईँलाई पनि आफ्नो नाक काट्नको लागि तँलाई थाहा छ नि तँलाई थाहा छ सब कुरा तँलाई थाहा छ भएको कुरा गराएको भने मेरो साथीहरू कस्तो छन् हो। आज हेरी तपाईँले यहाँ नाति भएको भए तपाईँले इज्जत फालेर हिँडिसक्थ्यो अर्को सङ्कटले कति बिग्रिरहेको छ छोरा भनेको पुस्ता अगाडि बढाउनु जात हो छोरी भनेको अर्का घर जानु जात छोरा भनेको जस्तो भयो नि चाहिन्छ चाहिन्छ तपाईँ चाहिँ एउटा छोरी होइन हो अनि के बिरुवा गरिराख्नु भएको त तपाईँले छोरा भने चाहिन्छ नि पुस्ता अगाडि चाहिँ बढाउनु परेन तपाईँको लागि मात्र चाहिन्छ हाम्रो लागि चाहिँदैन मेरो लागि चाहिन्छ ए भयो कि आमा भयो नानी त पनि अब चुप लगाएर बस कति कराएर बस्छस् ल मामु तपाईँलाई पनि आमाले भनेको ठिक छ भने जन्माउनु न त के त त बढी बढी बोलेर नबस है चुप लगाएर बस मामु कस्तो पानी पऱ्यो है सुत सुत तिमी पनि अब धेरै मोबाइलमा चलाउ हस्
चार्जमा राखिराख्छु तपाईँ हेर्नु है। ल छिटो सुतिहाल तिमी। हेर यिनीहरूको आमा छोरी सुतेर बसेको छ। बारीमा पहिरो गइस्यो त्यहाँ। उठेर हेर्छ। के भएछ आमा? बारीमा पहिरो गइस्यो। नानी उठ। हजुर उठ। किन उठाउनु भएको मामु? त्यो बारीमा पहिरो गयो अरे, आउ त हेर्न जाउँ। पहिरो गयो रे? आमै नि त। के भएछ? खोइ कहाँ भएछ? ए कति गएछ नि? यो सबै चाहिँ कमीलाई भित्रको कारणले गर्दा हो। अन्त त्यसको आमाले बिगारेको। त्यसको आमा चाहिँ कहाँको गतिलो थियो र? बिहे अगाडि नै भुरी बोकेर आएर अलक्षिन। त्यस्तो पनि नभन्नु न आमाहरूलाई। चुप त। पानी नचल्ने जातलाई भित्र आएपछि अनर्थ हुँदैन? आमा तपाईँ मामलाई केही पनि नभन्नु है। हिजो राति त्यत्रो पानी परेपछि पहिरो नगएर के जान्छ त? अनि मेरो साथी र उसको मामुलाई पनि केही पनि नभन्नु। उसको आमा अलक्षिन होइन, उसको बुबालाई त उसको आमाको कौलेले मारेको हो कुटेर, सानो जात भयो भन्नेमा। त्यसैले केही पनि नभन्नु। अनि मैले सुनेको के हो त मलाई नि थाहा छैन त्यस्तो। आमा साँचो कुरा त मलाई पनि थाहा छैन। यो निसा पेटमा हुँदा उसको आमा र बुबा बिहे गर्नलाई भाग्नु लाग्दा गाउँलेहरूले आएर कुटेर मारेको रे। त्यही भएर उसको आमा यहाँ आएर बसेको रे त्यहाँ गाउँ छाडेर। हो धेरै कुरा जानु पर्दैन तिमीहरू। हो जे पाए बोल्ने चाहिँ तपाईँ, अनि हामीले साँचो कुरा गर्दा चाहिँ हामी धेरै कुरा जाने भयो होइन तपाईँलाई? बच्चा भएर बिचमा बोल्ने होइन त। नानी अब तिमी आफ्नो कोठामा जाऊ। मामु तपाईँ त कुरा बुझ्नु न। अनि जे पाए बोल्ने हो आमाले चाहिँ। नानी तिमी जाऊ। ए ल ल पुरानो सोच भएको बुढिया। नानी कति मोबाइल चलाएर बसेको? भर्खरै चलाउँदैछु त। अनि आमासँग त्यसरी बोल्ने हो त? अनि के त आमाले चाहिँ त्यस्तो नचाहिने भन्ने हो र भने। अनि मामु तपाईँ त पढे लेखेको मान्छे होइन? हो नि नानु, तर के गर्नु? तपाईँ त के बोल्नु न। अनि यो जात भनेको त मान्छे आफैले बनाएको होइन, यसको भेदभाव किन गर्नु अहिलेको समयमा? त्यही पनि म बुझ्छु कि नानी, किताबहरूमा पनि लेखिएको छ। तर के गर्नु, समाज अझै बदलिएको छैन। हामी मात्र बदलिएर हुँदैन, समाज पुरै बदलिनुपर्छ। अहिले म मात्र बदलिन खोज्यो भने समाजबाट टाढिएर बस्नुपर्छ। समाजले हेर्ने नजर नै बेग्लै हुन्छ। तर मामु परिवर्तन भनेको त आफूबाट नै सुरु गर्ने होइन र? हो नि छोरी, तर हामी सामाजिक प्राणी भएकोले समाजसँग टाढिएर बस्न सक्दैनौँ। समाज जस्तो चाहिँ हामी पनि त्यस्तै भएर बस्न हाम्रो बाध्यता हो। अनि मामु यदि समाजले नराम्रो काम गरेछ भने हामी पनि नराम्रो काम गर्ने? यस्तो त हुँदैन नि। के गर्नु त नानु, समाजमा बाँचेर बस्नु छ भने समाज जस्तै भएर बस्नुपर्छ। छ्या यस्तो पनि हुन्छ? तपाईँलाई थाहा छैन र? मानिस ठुलो ढिलाले हुन्छ, रगत सबैको रातो हुन्छ। अनि मानिसलाई चिनाउनलाई के जातको जरुरी छ र? यदि मानिस ठुलो जात नै हुन्छ भने बिल गेट्स कुन जातको हो भन्नु मलाई? अनि नेपाल त थरी थरी फुलहरूका फुलबारी हो। यो कुरा त गलत पो रहेछ। मामु भन्नु न मलाई, किताबमा किन गलत लेखेको? गुरुहरूले हामीलाई किन गलत सिकाउनु भएको? गएन। खाना त खाएर जाऊ। खानु मन छैन मलाई। आमा म पनि अब काममा जान्छु है। ल ल जा। हस्। कमीलाई मैले जान्छु। अनि हामी खेल्दाखेरि के त त्यो सुमले कति हँसाएको। ल घर पनि आइपुगिहाल्यो, जाऊ है। म नि गएँ। ल बाई।
आमा आमा किन रुनु भएको आमा के भयो तपाईलाई किन रुनु भएको आमा आमा के भयो भन्नु न गरेन अनि म भनेन जमामा के भयो भन्नु न आमा नानी माया लक्ष्मीको छोरीसँग किन उसको आज हजुरआमाले मलाई भन्नुसम्म भन्नु पर्यो के गर्दैछस् अलक्षी ए आमा म यहाँ दौरा मिलाउँदैछु तपाईँ के काम गर्नुभयो आफ्नो छोरीलाई सम्हालेर तेरो छोरी आएर मेरो घरको बारी तल पहिरो गयो हो हामी सानो जातको हो तर घरमा छिर्दैमा पहिरो जान्छ भन्ने त होइन नकरा बढी लाज नभएको बिहे अगाडि भुरी बोकेर आएपछि अलक्षिने बच्चा जन्मिँदैन सानो जात भएर ठुल्ठुलो कुरा गर्छस् तेरो छोरी अब आइन्दा मेरो घरको ढोकामा मात्र आयो भने तिमीहरू आमा छोरीलाई गाउँबाट बाहिर निकालिदिन्छु हो यसलाई बाहिर निकाल पनि हुन्छ अलक्षिनालाई तिमीले गरेर यसको मेरो घरको बुढीको बारी पनि पहिरो गयो तेरो बुढा पनि मर्यो हेर तिमीले नजाने आफूले गर्दा मर्यो अबदेखि त्यस्तो हुँदैन आमा माफ गरिदिनु ल भो जाउँ काकी यस्तो अलक्षिनीको मुख हेर्नु हुँदैन त्यसो भए अबदेखि म स्कुल पनि जाँदिन होइन स्कुल त जानुपर्छ नि तिमी एकै आऊ एकै जाऊ होइन आमा म जाँदिनँ अब भोलिदेखि स्कुल होइन पढ्नुपर्छ नि जाँदिनँ अब म बिना स्कुल जाँदिनँ अब एकजनालाई म आज स्कुल जाँदैन भनिदिनु न आज अरूलाई सम्झेको छैनौ तिमी एक्लै जाऊ ल आज के भयो निसालाई ज्वरो आइरहेको ए राम्ररी बस्छ भनिदिनुहोस् तिमी पनि राम्ररी जाऊ ल हस् नानी किन रोएको नरुवा न किन रोएको जुन खाना खानु धेरै नरुवा अल्पति त किन म नखाने त्यसो भए किन होइन धेरै रुनुहुन्न क्या हिजो नि केही पनि खाएको छैन गाउँलेहरू सबैले मलाई नराम्रो ठान्दो रहेछ खोइ अब म बाँच्दिनँ
के भन्छ यसलाई अब कान्तोमा कान्तोमा ल के भएछ यसलाई मरेको हो कि क्या हो यो त ला हलचल किन यस्तो गरे अहिले किन यस्तो गरे होला के भयो त्यस्तो पनि गर्ने हो त स्वास्थ्य छैन नि है सासै फेर्दैन छैन जस्तो छ बिचारा गाउँलेहरूले पनि कस्तो भन्थ्यो है उसलाई भन्न चाहिँ किन यस्तो भयो किन गयो यस्तो यस्तो पनि गर्ने हो त अब त्यसमा पूजा गर्नु भने फुल पनि टिपेक लिएर आएको हेर्नु फाल्यो त्यस्तो नभन्नु न अब सुन्नुहुँदैन रेनिसा नरौ रेनिसा नरौ रेनिसा तपाईँहरूले गर्दाखेरि मैले मेरो आमालाई कुमाउनु पर्यो पहिला पनि त्यही सानो जातको भएर मेरो कुमालाई कुटी कुटी मार्यो अहिले तपाईँहरूले गर्दाखेरि मेरो आमालाई कुमाउनु पर्यो रेनिसा तपाईँहरूले त भगवान्लाई पूजा गर्नुहुन्छ होइन त्यो भगवान्को जातको हो भन्नु त्यो भगवान्को मूर्ति बनाउने त्यही त्यो सानो जातको सार्की होइन तिनीहरूलाई पछि मन्दिरमा छिर्नु दिँदैन मूर्ति त तिनीहरूले बनाएको हो नि अब भएको भएर कसरी बाँच्नु रेनिसा नरो न माफ गरिदियो हामीले बुझ्न सकेन तिमी यस्तो राम्रो थियो मान्छे भनेको दुई जातको मात्रै रहेछ हामीले नबुझेर यस्तो गर्ने हामीलाई माफ गरिदिनु नानी अब हामी सँगै बसौँला त्यस्तो केही भेदभाव गर्दिन हामी अब भयो नानी अब म कहिले त्यस्तो केही पनि भन्दिनँ अब हामी सँगै बसौँ नानी तिमी हामीलाई माफ गरिदेऊ नानी जानी नजानीमा हामीले गल्ती गरेर बसेछौँ
तिम्रो मम्मीलाई मैले मेरो मुखमा जे आयो त्यही भनेर दियो। अब हामी केही पनि तिम्रो लागि सबै जे पनि गर्न सक्छौँ। तिमी अब केही नमान चिन्ता। तिमी आफूलाई एक्लै नखान नानी, हामी सबैजना एउटा नेपाली हौँ। अब हामी एक हुनुपर्छ। जातभातको कुरा गरेर कहिले छुटाउनु हुँदैन। अब यो जात भनेको त मान्छेले बनाएको हो रहेछ। अब बल्ल आएका कुरा नानी मेरो। हामीलाई माफ गरिदेऊ नानी। नानी मलाई माफ गरिदेऊ। बजे तपाईँको माफ गरिदेऊ नानी मलाई। हामी सब नेपाली हौँ। अब यो जातभातको अन्त्य गर्नुपर्छ। अब सबैजना मिलेर बस्नुपर्छ। अब नमस्ते। हामी सबै नेपालीहरू मिलेर बस्नुपर्छ। मानिस बीच जातीय विभेद नगरौँ। अहिले जति पनि भइरहेको यो जातीय विभेद छ, यसको अन्त्यको सुरुवात भनेको हामी आफैबाट गर्नुपर्छ। मानिसको जात भनेको दुई प्रकारको हुन्छ, त्यो हो महिला र पुरुष। त्यसैले जातभाव छुवाछुत आजैबाट अन्त्य गरौँ। हामी नेपाली हौँ। काटे रगत सबैको रातै आउँछ। सैथरी बाजा एउटै ताल, सैथरी घोडा एउटै चाल, मेची काली सिङ्गै दिएको साझा हाम्रो जन नेपाल।